नमस्कार। आज मैले सञ्चालन गर्ने कार्यशालाहरू जुन मेरो अध्ययन र अनुसन्धानमा आधारित छ, जसलाई मैले मेरो 7 वटा विशेष सेसनहरू भनेर पनि भन्दै आएको छु। तीमध्ये आज म इमोसनल इन्टेलिजेन्स यो बौद्धिक भावनात्मक बौद्धिकता कसरी अभिवृद्धि गर्न सकिन्छ, यो सेसन सञ्चालन गर्दा मैले कस्ता विषयवस्तुहरूलाई समेट्छु र यो सेसन कसको लागि आवश्यक छ भन्ने विषयमा म थोरै चर्चा गर्न चाहन्छु। यो भावनात्मक बौद्धिकता वास्तवमा एउटा महाशक्ति हो। यसलाई सिक्न सकिन्छ, योहरूलाई सिकाउन सकिन्छ। त्यसो हुनाले यो इमोसनल इन्टेलिजेन्सलाई चाहिँ कसरी हामीले विकास गर्न सक्छौँ, यो सन्दर्भमा मैले यसको खास गरी 4 वटा कम्पोनेन्ट, एउटा आत्मचेतना सेल्फ अवेरनेस, अनि आत्मव्यवस्थापन सेल्फ म्यानेजमेन्ट, एम्पेथी परानुभूति, र त्यसपछि रिलेसनसिप बिल्डिङ स्किल्स कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ भन्ने यी कम्पोनेन्टहरूमा गहिरिएर चर्चा गर्छु र त्यसपछि यसलाई जोड्ने गरी वेलबिङका कुराहरू अनि एप्रिसिएसन प्रशंसाका कुराहरू, नन भायोलेन्ट कम्युनिकेसन अहिंसात्मक सञ्चारका कुराहरूलाई पनि जोडेर मैले सेसनको चाहिँ सञ्चालन गरिरहेको छु। अब यो इमोसनल स्ट्रेन्थ, इमोसनल स्ट्यामिना भन्ने कुरो हामी सबैको लागि अत्यन्त आवश्यक हुन्छ। हामीले सचेत भएर हाम्रा इमोसन्सहरूलाई पहिचान गर्ने र त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा हामीले विचार गर्नुपर्ने हुन्छ। हामीले कसरी आफूलाई म्यानेज गर्ने, मी म्यानेजिङ मी, सबभन्दा ठुलो कुरो आफूले आफूलाई व्यवस्थापन गर्नुपर्ने होइन हुँदो रहेछ। त्यसो हुनाले त्यो कुरामा पनि हामी चर्चा गर्नेछौँ। र अर्को कुरो जुन एम्पेथीको परानुभूतिको कुरो छ, त्यसमा कग्निटिभ इम्पेथी, इमोसनल इम्पेथी र इम्पेथेटिक कन्सर्न, कसरी चाहिँ हामी अरूप्रति पनि हाम्रो केयरिङ एटिच्युडलाई देखाउन सक्छौँ, ती विषयवस्तुहरूको बारेमा पनि हामीले चर्चा गर्नेछौँ यो सेसनको सन्दर्भमा। र खास गरी हामी सबैजना यो चाहिँ अब शिक्षकहरूको लागि, विद्यार्थीहरूको लागि, विद्यालय नेतृत्व गर्ने लिडर्सहरूको लागि, इभन सामाजिक अभियन्ताहरूको लागि, सबैको लागि आवश्यक सेसन हो जस्तो मलाई लाग्छ। यसको बारेमा सेसनको सन्दर्भमा हामी धेरै छलफल गर्ने नै छौँ। खास गरी हामीले आफ्नो अथेन्टिक सेल्फ, आफ्नो वास्तविक पहिचान गर्ने, होइन, नो दाइ सेल्फ भनिन्छ, आफूलाई चिन्ने, अनि अरूसँग चाहिँ इमोसनल्ली हामी कसरी कनेक्ट हुन सक्छौँ, अरूको मनोभावनालाई बुझेर त्यही अनुसार हामीले हाम्रो व्यवहार कसरी प्रदर्शन गर्न सक्छौँ, कसरी रिलेसनसिपलाई हामी जोगाउन सक्छौँ भन्ने सन्दर्भमा हामी चर्चा गर्नेछौँ। अन्त्यमा म सधैँ भन्न चाहन्छु, हामी सधैँ इमोसनल्ली सचेत हुनुपर्छ, इमोसनली इन्टेलिजेन्ट हुनुपर्छ। यो सेसनको सन्दर्भमा पक्कै हामी जोडिनेछौँ। थ्याङ्क यू फर बिङ फोर्स फर गुड।